सफेद कुहिने रोग विशेष गरी पिथियम राइजोक्टोनिया फ्युजारियम नामक ढुसीको कारणले लाग्ने गर्दछ। लामो समयसम्म चिस्यान रहिरहेको माटो तथा हावाको राम्रो सञ्चालन नहुने ठाउँहरूमा यो रोगले बढी आक्रमण गर्ने गर्दछ। यो रोग प्राय गरी काउली, बन्ना लगायतका अन्य थुप्रै तरकारी बालीहरूमा देखा पर्ने गर्दछ। यो रोग लाग्न नदिनका लागि हावाको राम्रो सञ्चालन हुने प्लास्टिक घर निर्माण गर्ने, सुक्खा माटोमा मात्र नर्सरी बेडहरू तयार गर्ने। नर्सरी बेड तयार गर्नु अघि माटोलाई राम्रोसँग निर्मूलीकरण गर्ने। ढुसीनाशक विषादीको प्रयोग गरी बिउ उपचार गरेर मात्र प्रयोग गर्ने। कस्तो लाग्यो भिडियो कमेन्ट गर्न नभुल्नुहोला।